युके च्याप्टरका कोषाध्यक्ष साथै मानव सेवा आश्रमको अभिभावक आदरणीय चन्द्र अर्यालज्यूको सपरिवारद्वारा मानव सेवा आश्रम कास्की पोखरा हेम्जा अवलोकन गर्नुभएको छ। बाबु नानी रोहित अर्याल, रुबी अर्याल, श्लोक तिवारी, शिवानी तिवारी, प्रतीक्षा शर्मा ज्यूको तर्फबाट आश्रित नारायण बुवाहरूको एक छाक भोजन सेवाको निम्ति रु 25,000 नगद योगदान गर्नुभएको छ। आश्रमको सेवामूलक कार्यलाई निरन्तर साथ सहयोग र मार्गदर्शन प्रदान गर्नुभएकोमा हामी अत्यन्त आभारी छौं। आगामी दिनहरूमा पनि यस्तै स्नेह, आशीर्वाद र सहयोग निरन्तर पाइरहौं भन्ने कामना गर्दछौं।